हिलो गौरेली भिरमा पहिरो आएर यस्तो बाटो भयो यो बाइकमा हिँड्ने हो बाइक रोक्नु भएको लक्ष्मण सरहरूको त तलबाट हिँडेको छ धेरै ठाउँ त्यस अगाडि बनाएछ तर बाटो फेरि बिग्रेर अर्को जेसिबीले नसर्दासम्म चाहिँ नाका जानलाई चाहिँ हिँड्न नसक्ने अवस्था छैन। ठुलो पहिरो छ यहाँ यो पहिरो लगभग उकालो 200-300 मिटर यसरी चढ्नलाई चाहिँ बाइक यहाँबाट चढाउनु पऱ्यो बडा मुस्किलले चिप्लो चिप्लो छ यस्तो पारी छ हैन पहिरो हेरेछ भने डाँडा खट्ने म हिँडिरहेको छु उकालो नसकेर दौडाउँदै हुन्छ यो बाटोमा 2 जना हुन्छ तर गाह्रो छ त्यहाँ दौडाएर लक्ष्मण सरले गाडी ल्याउनु भयो अर्को बाइक फसे जस्तो छ गाह्रो छ बाटो हिँड्नलाई लक्ष्मण सर अगाडि बढ्नु भयो हिलोमा दौडाउँदै ल्याउनु भयो एकजना अर्को सरको पनि बल्ल बल्ल बाइक चाहिँ माथि आइला जस्तो छ हिलो पनि भावनाले बाइक फस्ला जस्तो छ अर्को बाटो चाहिँ यस्तो छ यहाँबाट बाइक चलाउने बाटो चाहिँ बनाएको पानीले